दुर्गा परसाई भनेको यो कलियुगको युनिभर्सिटी हो। यो कुरो धवल शमशेर राणा दाइले पनि बुझ्दा हुन्छ, कमल थापा दाइले पनि बुझ्दा हुन्छ, राजेन्द्र लिङ्गदेन दाइले पनि बुझ्दा हुन्छ। म सम्मान गर्छु, तपाईहरुमा भन्दा उमेरले जेठो हो। हिजो राज संस्था विदा गर्ने आफै, धर्मनिरपेक्ष बनाउने आफै माल खाएर, युएसआइडी को पैसा, युरोपियन युनियनको पैसा खाएर आफै गर्ने, अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको होइन। अप्ठ्यारो पनि लाग्दो रहेछ के मान्छेलाई, अगाडि गएर भिडमा फोटो खिचेर होइन, अगाडि गएर भिडमा फोटो खिचेर दुर्गा परसाई आउनु पर्यो अरे। म धवल शमशेर दाइलाई पनि के भन्छु भने, धवल दाइ तपाई पनि क्यान्सर सर्भाइभल मान्छे हो, म पनि क्यान्सर सर्भाइभल मान्छे हो। ल तपाई यो आन्दोलनको लागि 10 करोड रुपैयाँ हाल्नुस्, म पनि 10 करोड रुपैयाँ हाल्छु, दम छ भने हाल्नुस्। ल निस्क्यौँ। अनि अर्को कुरो भन्छु धवल दाइलाई, तपाईको पार्टी पहिला सदनबाट राजीनामा दे, संसदबाट रहने आओस्। भुइँमा आउनु पर्यो नि, भुइँमा आउनु पर्यो नि। ताकपरे तिवारी नत्र गोदामी भयो भने भइहाल्यो, भएन भने आफ्नो सदन छँदैछ, आफ्नो फुली छँदैछ, आफ्नो लोगो छँदैछ, हो कि हैन? त्यसले गर्दाखेरि तपाईहरुले मलाई बेवकूफ सम्झेको होला, नपढेको बेवकूफ सम्झेको होला। दुर्गा परसाई भनेको यो कलियुगको युनिभर्सिटी हो। यो कुरो धवल शमशेर राणा दाइले पनि बुझ्दा हुन्छ, कमल थापा दाइले पनि बुझ्दा हुन्छ, राजेन्द्र लिङ्गदेन दाइले पनि बुझ्दा हुन्छ। म सम्मान गर्छु, तपाईहरुमा भन्दा उमेरले जेठो हो।